काकाको गफ सुन्नलाई पहिल्यै पाचा खाएर आउँथ्यो कि कुरा पचाउनलाई। दाँत माझ्दैन थियो। तारुनीको अगाडि जाने बेलामा चाहिँ यस्तो खानुपर्ने, सेन्टर फ्रेस बास्न आउनुपर्ने रे। यस्तो क्यासकेटलाई टक्क यहाँ राखेर यसरी गीत बजाउँदै हिँड्थ्यो कि कम्ता मजा आउँथ्यो। काका गीत सुनौ न भन्दै तारुनीहरू पछि आउँथ्यो कि त्यो बेलामा। मोबाइल नहुनेहरूले के गर्थ्यो काकाको पालामा? यस्तो घुसाउने कुरो, कानमा घुसाउने कुरो ट्याक्क किनेर टक्क कानमा चाहिँ हाल्ने। तर गोजीमा मोबाइल चाहिँ छैन, तर टाउको चाहिँ हल्लाइरहेको हुन्थ्यो है। गीत सुनेर इन्जोय गरिरहेको रे के उसले। रुमाललाई यसरी गोजीमा टक्क हालेर यति देखाएर हिँड्थ्यो कि यति देखाएर लोहोर हिँड्थ्यो। सुरुवालमाथि काट्टु लगाएर लोहोर हिँड्थ्यो काकाको पालामा। हिजो गोजीमा चाहिँ पैसा सुक्को हुँदो थिएन, तर यस्तो कागज हालेर नि पस चाहिँ ठुलो बनाउँथ्यो है। सबै हालेर हेर्दाखेरि आमा पास त गरुको हुन्थ्यो, तर पैसा चाहिँ हुँदो थिएन है काकाको पालामा। त्यो बेलामा एउटा काइयो चाहिँ गोजीमै हुने, टक्क कपाल कोर्ने, यस्तो कपाल कोर्ने। तारुनी त आउनै नहुने के है, बाटोमा गएर यसो कपाल कोर्थ्यो कि